Yes, teacher. 2. Yes, teacher. 3. Yes, teacher. कहाँ भयो कहाँ जान लाग्यो भन्नु भनेकै छैन कहाँ जान लाग्यो पिकनिक है स्कुलबाट हाम्रो स्कुल हो यो रह्यो यहाँ गयो है हामी त बाहिर वेट गर्दैछौँ साथीहरू नआएर वेदर चाहिँ कति राम्रो छ है अनि म एउटा ब्युटिफुल मान्छेसँग बसेको छु पानी पर्न लागेको छ हामी चाहिँ पिकनिक जाउँ लाग्छौँ यस्तो पानीमा हिलो पिकनिक होला हिलो पिकनिक झन् त यहाँ पानी पर्यो के हो यस्तो बुटोलमा नपर्ने यतातिर पर्ने पानी पर्यो हाम्रो पिकनिक कसरी हुन्छ यस्तो पानीमा कसरी बस्ने कसरी खाने कसरी नाच्ने तनाव छ हामीलाई अहिले चाहिँ हामी गोरु सिङ्गे भन्छन् के भन्छ आइडोन्ट नो सो यहाँबाट अब माथि जाने हो गाइस यहाँ फुल फोटो सेसन हुँदैछ कता फोटो खिच्ने के इन्टी हेर त इन्टी कता लुखुर 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 के खाना पाइन्छ कहाँ कहाँ जान पाइन्छ भनी होइन खुवाउँछ बसमा पनि खाँदै थिइन् यहाँ पनि खाँदैछन् खुवाउँछ अर्कै खुवाउँछ यतातिर अर्कै खुवाउँछ खै त ऊ खुवाउँछ उतातिर नि त पुरा उसमा प्याकेट पुरा भोर राखेछन् गुलशन में गुल खिलते हैं में बाबे मिलते हैं गुलशन में गुल खिलते हैं दशहरा में मैं और तू महबूबा 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 यस्तै राम्रो बादल जस्तो हामी चौकी छैनौँ के जस्तो गरे यहाँ आउनुहुन्छ हाम्रो अङ्कल हाई हेलो ल यता हुनुहुन्छ हाम्रो अर्को अङ्कल टिकटक अङ्कल यता हुन्छ हाम्रो आन्टी भनेर यता हुन्छ हाम्रो आन्टी आन्टी यता हेर पनि खान मन परिन्छ हजुरआमा झुलेर आइरहन्छ हेर त कसरी आने कि परंपरा प्रतिष्ठा अनुशासन फर्स्ट एक्सपिरियन्स हो यस्तो हाम्रो बाटोको बिचमा यस्तो छ कति चिसो पानी हो यताबाट जाने हो गाइस यताबाट जाने हो चिसो पानी छ खाना पनि हुन्छ होला नि यो त हैन चिसो पानी त थाहा छ फेरि माथिबाट पानी आउँदैछ वाउ साँच्चैकै चिसो पानी पुरा जाडो भएछ कि टेम्पो त पुरा यता पनि हेरमै फेरि
सो गाइस हाम्रो फोटो सेसन चाहिँ भयो त्यो झरनामा तर खतरा के मतलब यो फर्स्ट एक्सपिरियन्स हो हाम्रो ल गाडी चढ्न लागिसके सबै आलमै सबैजना लगाएको हामी अहिले हामी अर्घाखाँची मन्दिर पनि पुगेको छैन बाटैमै छौँ अनि होइन हाम्रो गाडी होइन जम हामीलाई छोडिदिन्छन् यिनीहरूले है तर खतरा के यहाँको भ्यू मतलब के भनौँ के लास्टै है यो मेरो खुट्टा यो पहाड यो मेरो साथी चम्चु छिटो टकन हिँडिरहेको छु हेरमै कसरी हिँड्छ हेर हेर ओहो नाम बहिनी परिचय पाम हाम्रो सुपदेवराली मन्दिर अर्घाखाँची अनि अहिले चाहिँ सबैजना दर्शन गर्न जाँदैछौँ है खोइ अझै हाम्रो मान्छे यहाँ अगाडि यिनीहरूले यहाँ जुत्ता छोडेर जानु लाग्यो नि हेर्नुहोस् है हेर्नुहोस् ल है म जुत्ता बेच्न लाग्छु है तिमीहरूको जुत्ता बेच्न लाग्छु है मन्दिर गर्छन् मलाई जुत्ता हेर्न लगाइदिएन अनि मैले जुत्ता बेचिदिने यो सब सेलमा है बुवा दिदी सेल तल हेर्नु दिदी सेल दिदी सेल लिनु हाम्रो डेस्टिनेसनमा अब यहाँ गीत बजेर जाने गीत बजेर कपिराइट लाग्छ छिटो भागम सो कुछ ऐसा है भन्न लाग्थेँ मैले मतलब त्यही त म नेपाली बोल्न ट्राई गरिरहेको छु क्या यहाँ चाहिँ के छ भनेपछि यहाँ चाहिँ यस्तै छ नि यस्तै छ हरियो मन्दिर छ सानो अनि यो सानो पोखरी भनौँ फाइनली पुग्यो डान्स हुँदैछ गीत बजिसकेछ सो जामनी उफ्रिम भन्ने के तर बिल्कुल एनर्जी छैन नो एनर्जी अब गएर सुत्दिने मस्त लाएर ब्लगर टक्राए भेट भयो कुवा ए यो हो कुवा के कुवा होइन कचडावाला कुवा हो कचडावाला कुवा रहेछ वेलकम के छ खबर नमस्कार सर के पाक्दा पर सुरुमा यो हेर्नुहोस् टबङ गोल्ड यहाँ के हुँदैछ यहाँ आलु छिल्दैछ यहाँ छ मासु भेजिटेरियनलाई कता छ यो के हो दिस इज अल्सो मासु त्यो पनिर त्यहाँ मेरो खानेकुरा छ यहाँ काम हुँदैछ यहाँ टिप्दैछ ऐसेलु तर मलाई यसको टेस्ट मन पर्दैन एकचोटि खाएको थिएँ यहीँ अर्घाखाँची आएको बेला खै देखाउ त यहाँ ऐसेलु देखाउ न एकचोटि यति धेरै छन् खान नपाएका खान्छौँ सो मैले चाहिँ हेर्नु त फुल टिपेको छु वाउ मलाई भने पिट्दिम जङ्गलमा घाँस काट्छ दिदी घाँस काट्न जानु लाग्यो पुतली खै टिमुर रहेछ यहाँ कति आया म अब थाकेँ सुगाइज म त बिल्कुल थाकेँ दिदी म त थाकेँ अब सो त्यहाँ सबजना तल हुनुहुन्छ मैले आज काम गरेको नि त वाउ यो हातले देखाउँछ यसमा नेल पलिस लान्छ है कति राम्रो हो भएन
सुरज मैले टिभीको आज पनि यही काम गर्दैछु यहाँहरुको खाँची आएर खानी हो तिमीले खानी हो बाबालाई अन्त कहाँ छ यहाँ त सक्दैन है दराम कसरी हो दराम आई लभ यु तर दिन्न मैले दिन्न देखाउनलाई मात्रै आई लभ यु हो त्यस्तो नि हुन्छ हो साडी लाएर कपिराइट आउँछ गाइस यस्तो हल्दिनी मात्रै हेलो हजुर पनि घुम्न आउनु भएको छ हाम्रो चाहिँ नास्ता खाने टाइम भयो म चाहिँ भेजिटेरियन परेर यो कुरा छ यसो हेर्नु ल मैले चाहिँ डिस्क्राइब गरेन यता चाहिँ अब ननभेज भएर सबै छ ननभेजवाला मासु यता चाहिँ भेजिटेरियन भएर भेज पुरा लाइन लाग्छ उता परे अब डाइटिङवाला मान्छे हामी चाहिँ खाएर निस्किसकेछौँ अनि यसो डुल्न खाना पचाउन नि पर्यो होइन त्यहाँ गीत चाहिँ हाम्रो टाइपका लागेको थिएन नि त्यही भएर मजा आएन डान्स गर्न सो हामी चाहिँ निस्क्यौँ अब निस्केर हामी कहाँ जान्छौँ थाहा छ तर त्यो डाँडामा जान्छौँ कि भने हम यिनले माने पनि लगेन जुका लागेको थियो खै देखाउ त कता जुका कस्तो भयो लागेको हेर त्यस्तो भएछ ब्लड सुकेर सर हामी यस माथि जाऊँ हेरौँ कता पुगिन्छ यसो 2-4वटा फोटो खिचेर आऊँ हजुरहरूलाई भ्यू देखाऊँ है तर म नेपालीमा राम्रो भइरहेको छु नि है बनाउनु न म हिन्दीवालामा थिएँ सो अहिले जाऊँ है हामी दुइटा निस्क्यौँ हाम्रो पिकनिक स्पट त्यहाँ छ हामी चाहिँ यता जाऊँ माथि हामी पिकनिक खान आएको होइन हामी चाहिँ डुल्नु आएको के काम छ र होइन डुल्नु बाहेक डुल्ने त हो नि हो गाइस आज आफूलाई पर्यो जाने सो गाइस अहिले चाहिँ हामी यहाँ बसेका छौँ यस्तो अलि यसो डाँडातिर थकाइ मेट्दैछौँ अनि यहाँ चाहिँ शीतल पनि भइरहेको छ तर त्यहाँ खतरा छ नि ठाउँ यार एकचोटि हेर्नु न भ्यू चाहिँ एकदम खतरावाला छ के खतरा हजुरहरू आएर पनि भिजिट गर्न सक्नुहुन्छ ओन्ली फर भ्यू है यहाँ आउने हो सिर्फ भ्यूको लागि प्लस जुकाको लागि पनि उहाँ चाहिँ जुकाबाट तर्सेको मान्छे है मलाई चाहिँ लागेन अब किन जुत्ता सुत्ता खोलेर पनि हेर्न भ्याएको हो तर लागेको चाहिँ थिएन थाहा भएन लाग्यो त हेरौँ ल अब तर खतरा छ कि यस्तो वाला छ यस्तो मतलब मस्तवाला के मस्त छ त गर्मी महिनामा एकदम राम्रो ठाउँ छ त्यही त सो अहिले चाहिँ यस्तै गफ दिँदै बसेछौँ हावा खाँदै बसेछौँ तर गीत बज्दैछ धेरै गीत पनि आए हुन्छ अनि त्यही भएर चिल हुन हामी चिल पारावाला मान्छे हो त्यही भएर चिल हुन हामी त्यसमा बसौँ गफ दिन्छौँ फोटो पनि खिचेर खिच्न तर घाम उता हेर त यी चिल उडिरह चिललाई के भन्छ नेपालीमा इङ्ग्लिसमा थाहा छ मलाई चिल त भन्छ चिल हिन्दीमा हो गिद्ध अर्कै हो त्यही त नि चिललाई के भन्छन् चिललाई के भन्छन् नेपालीमा यसो कमेन्ट गर्नु है चिललाई चाहिँ के भन्छन् इन्डियामा बाज भन्छन् हिन्दीमा भलचरलाई भन्छ के कसलाई भन्छन् रे भलचरलाई बाज भन्छन् अनि गिद्ध हैन त गिद्ध बाज भन्छ अनि के भन्छन् त चिललाई त नेपालीमा चिलै भन्छ चिल हाम्रो अस्ति चिल भन्छ घाम लाग्यो रिल्याक्स नआएको हामी घाम लाग्यो केही छैन घाम पनि त्यस्तो चर्को जुन बुटलमा जस्तो चाहिँ चर्को छैन बुटलमा 42-44 सम्म पुगेछ गर्मी यहाँ चाहिँ एटलिस्ट त्यस्तो खालको गर्मी चाहिँ छैन तर हामी हराइ पनि गाइस यहाँ चाहिँ हराइ पनि कल गर्न नेटवर्क पनि छैन यहाँ छैन कि अघि नै हेरेको मैले नेटवर्कै छैन अनि त त्यही त अघि नै भन्दै थिएँ म खाने बेला यस्तो हेरेको फोन नेटवर्कै छैन एउटा डन्डा छैन डन्डा पनि छैन भनेपछि त मेरो बुढाले मलाई कलै गरेन त त्यसो भए त एउटा डन्डा पनि यहाँ कसरी मान्छे बस्छन् होला फेरि बिना नेटवर्कको कतै आउँछ होला नेटवर्क हैन तिमीतिर आयो होला के उता आयो होला यतातिर डाँडामा नआएको होला त्यही होला तर एउटा डन्डा शुद्ध छैन एउटा डन्डा पनि शुद्ध छैन ल अहिले चाहिँ म राख्छु एकैछिनमा भेटौँ न गाइस अहिले हामी नास्ता खाएको अनि अब एकैछिन होइन मतलब 2-3 घन्टा पछि
खाना हुन्छ, खानापछि गइन्छ। कहाँ गइन्छ? घर बुटुल जाइन्न, गइन्छ। 6-7 बज्छ। त्यति राति त होइन हिँड्ने होला। 6-7 बज्छ कि? बज्छ होइन? राति 9 बजे पुगिन्छ। राति 9-10 बजीतिर पुगिन्छ। छ्या कहाँ सुत्ने हो? ओइ नेट छ। अघि तल आएको थिएन कि? ल यो त्यति साह्रै कमजोर त कहाँ छु र माया चाहनेको बात माया तिमीलाई सम्झिन्छु दिनको रात मर्साइदिन्छ। सो गाइस अब चाहिँ हामी जाँदैछौँ यहाँबाट। हाम्रो पार्टी छन् ल बाई 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 बाई। सो साँझ राति पर्छ के को साँझ त भइहाल्यो, अब राति पर्छ। क्या खतरा हावा लाग्छ तर होइन? अब सुत्छु रे। डिस्टर्ब गर्ने होइन होइन? अब अहिले मैले कसैलाई गर्दैन। के भयो? बाई बाई। यस्तो बाटोमा बस्यौँ हामी सबै। 16 नम्बरमा जाने।